Good morning guys. Morning from Wasaga Beach. वासाका बिचमा छौँ हामी। तर आज हामी कहाँ जाँदैछौँ भन्ने कुरा चाहिँ सरप्राइज। कसले भन्छ सरप्राइज? ल भाउजू हजुरले भन्दिनँ नि त। आज हामी कहाँ जाँदैछौँ रे? We are going to Muskoka. यहाँ लभ बर्ड्सहरू यहाँ बस्दै आफ्नो कुराहरू गर्दैछन्। के छ? मस्कोका जान एक्साइटेड हो? यता फेरि हाम्रो एक्जिक्युटिभ सेफ प्यानकेक बन्दैछ, यता ससेज बोइल हुँदैछ होइन, अनि यता फ्रुट्सहरू छ। टाइम टु लिभ दिस ब्युटिफुल प्लेस फर द बेटर वान। अब ढोका लगाइदिन्छु म। अब हामी मस्कोकाको लागि निस्किँदैछौँ। ल बाई बाई। अब मस्कोका भेटौँला ल। बाटोमा तेल हाल्नुपर्छ होला, मेकअप हुँदैछ यहाँ। हेलो मेकअप गाडीमा गरे हुन्छ ल विराट बाबु, ल बाई। ल बाई। अभिषेक जाने होइन त अब। सो गाइज हियर वी गो फर मस्कोका। हाम्रो ड्राइभर हियर अभिषेक खतिवडा, श्रद्धा एन्ड सबु अन द ब्याक। छोरी कार सिटमा छ, तर यस्तो देखिन्छ। सान्वी Hey cutie! Finally Bala! बाला आइसक्यो हामी। एकदमै राम्रो छ लेक। प्रकाश दाइ जाडो भएको छैन? अभिषेक जाडो भएको? जाडो छ यार, जाडो चाहिँ छ होइन, तर त्यस्तो त्यो कठाङ छैन। ओए मेकअप भाइ। गाइज हामी फाइनल्ली यो हकलबेरी लुकआउटमा आइसक्यौँ। चाहिँ हाइक रहेछ अलमोस्ट 2 किलोमिटर जाँदैछौँ यहाँ। छोरी चाहिँ एकदम एक्साइटेड छ। छोरी के भन्छौ? के भन्थ्यो? यहाँ पार्किङको चाहिँ अलिक गाह्रो रहेछ, तर पर्खेर पार्किङ पाइयो। त्यहाँसम्म आउँदा चाहिँ अलिकति सकिसके जस्तो हुँदो रहेछ, तर यता टावरतिर नगएर अर्को साइडतिर आएपछि चाहिँ यता अर्को रहेछ मेन ठाउँ। हामी यहाँ मस्कोका होइन, हाम्रो बेबीहरू पनि छ, तर हामीले पर्सनल्ली घरबाट प्राइभेट बेबी सिटरहरू लिएर आएछौँ। आफ्नो आफ्नो जिम्मा लाछन्। हामी चाहिँ फ्रीली हिँड्नेछौँ। अलिकति हो ल गाइस, यसको लागि ट्रेनिङ चाहिन्छ भने हामीलाई कन्ट्याक्ट गर्नु होला है त। एकदमै ठाडो उकालो रहेछ। हामी कहाँ जाँदैछौँ रे अभिषेक? के अरे? लायन्स लुकआउट हन्ट्सभिलमा मस्कोकामा। अलमोस्ट यो लुकआउटको टपमा आइसक्यौँ हामी।
अब यो टपबाट भ्यू हेरौँ त कस्तो छ। यहाँबाट चाहिँ यस्तो रहेछ। म त्यहाँ जान्थेँ होला, तल गएर फोटो खिच्ने ठाउँ रहेछ। र म जस्तो छोरीलाई लिएको भएर जानु मिलेन होइन। नभए त माया जान्छु तल, नजाने र सबैभन्दा टपमा आएपछि चाहिँ यस्तो रहेछ क्यानाडाको फ्ल्याग। अनि गाडी यहीँसम्म ल्याउनु मिल्दो रहेछ, हामीले चाहिँ तल राखेर गल्ती गरिएछ। गाडी यहीँ माथिसम्म मजाले लिएर आउनु मिल्दो रहेछ। र हाइक चाहिँ एकदम वर्थ गर्ने रहेछ। पुरै प्यानोरामिक भ्यू देखिने रहेछ यहाँबाट। टु गुड यार। टु गुड। त्यो लायन्स लुकआउट पछि हामी डाउन टाउन आइसकेका छौँ। यो चाहिँ मस्कोका डाउन टाउन। छिटो गएर जता पनि लेक के यहाँ त है, जता पनि लेक, जता पनि ताल रहेछ। गाइस अघिसम्म चाहिँ राम्रो एक्साइटमेन्ट थियो, तर अहिलेको अवस्था चाहिँ तत्कालीन अवस्था यस्तो चाहिँ शरीर निदा छ त। चलाउने मान्छे चाहिँ नलिँदा जस्तै हो। चलाउने मान्छे निदा हुने चान्सेस कतिको छ। एउटा डोर्सेट टावर भन्ने चाहिँ बाँकी थियो। हामी चाहिँ लगभग 30 किलोमिटर जति ट्राभल गरेर हेर्न आएको। अनि हामीलाई चाहिँ छिर नै दिएन क्या। म्यापमा पनि बन्द हुने त देखाइरहेको थियो होइन, डोर्सेट टावर 6 बजे बन्द हुने भनेर। हामी चाहिँ टावर नचढे पनि त्यहाँसम्म माथि गएर हेर्न त पाउँछ होला भनेर आएको। डोर्सेट टावरै पुरै बन्द हुँदो रहेछ, तलैबाट बाटैबाट फर्काइदिँदो रहेछ। यदि हजुरहरू पनि आउने हुनुहुन्छ भने चाहिँ नजानु होला। 6:30 बजेपछि 6 बजीभन्दा पहिला आउनु पऱ्यो। हामी चाहिँ अघि निदाउनु भएको थियो, टावर बन्द भएपछि चाहिँ उठेर पुरै जागा हुनुहुन्छ। यो अगाडिको गाडी चाहिँ दाइको हो। बाटो चाहिँ एकदमै राम्रो छ होइन। त्यही हो, माथि गएर हेर्नु पाइएन डोर्सेट टावरबाट। अल राइट होइन। हामी चाहिँ घर जान लाग्यो गाइज। लिम्बरलस्ट कन्जर्भेसन गएपछि त्यहाँ चाहिँ खासै खिच्ने कुरा नरहेछ। अनि त्यहाँ चाहिँ केही खिचिएन। अनि डोर्सेटको लागि गएको। डोर्सेट जाने बेला चाहिँ 6 बजिसकेको थियो। अनि म्यापमा 6 बजे बन्द हुने देखाउँदै पनि हामी चाहिँ अब टावर नचढ्ने भएपछि तलबाट मात्र हेरौँला भनेर गइहाल्यो। त्यहाँ जान 30 किलोमिटर जति टाढा थियो। अनि त्यहाँ जाँदाखेरि त बन्द रहेछ, हामीलाई माथि जानै दिएन, तलैबाट फर्काइदियो। अनि त्यसपछि चाहिँ अरू जाने ठाउँ खासै थिएन। अब रात पनि पर्यो, फल हेर्न पनि अब रातिमा के हेर्नु। अब त्यही भएर हामी चाहिँ घर फर्किँदैछौँ लन्डन। लन्डन चाहिँ देखाएको छ यहाँबाट 4 घन्टा 385 किलोमिटर, अलमोस्ट 400 किलोमिटर रहेछ यहाँबाट। अब यस्तो ट्राफिक छ, सबैजना मस्कोका आएका होला मान्छेहरू। अब फर्किने अर्को भ्लगमा भेटौँला। कतै गयो भने श्रद्धा अब कहाँ जाने प्लान गर्नु ल। ल बाई बाई भनौँ। अभिषेक बाई बाई भ्लगमा। See you again. यति भन्दै अब क्यामेरा थन्काएर सुत्नुपर्छ म पनि। अभिषेकले गाडी चलाउँछ। So that's the